जस्तो भुकी लाग्ने भने फेरि के थाहा छ तपाईँलाई? के हो? टाउको दुख्ने, अक्सिजन कमी हुने? लेख लाग्ने। यहाँ जाने बेला लेख लाग्छ भनेर भेडा पनि भेडा चाहिँ बन्नुपर्छ अरे साथीहरू है। घाँसमुखमा हालेर तिनचोटि भ्या भ्या भन्ने रे नै नगरी। हिँड्नु नि भिडियोमा मलाई देखाउनु न। म त हिँड्नै सक्दैन त नि। त खत्तम हुनु रहेछ। त्यही भएर न काम गर्ने खै चौरी खर्क देखिन्छ र? मान्छेले बाइकले उतै हो के यो डाँडा जुन नाङ्गो डाँडा छ चिल्लो त्यही हो के हो पहाडी आगम क्याम्पमा बाइक लगाइ खान र यति त हेर्नु न बाइक ए हैन म गर्मी हुन लाग्यो अब त आडी तुफान आओस् जे आओस् जाडो हुन्छ भनेर दुईवटा कपडा लाएर आइयो तिलाचन लेक गएर छुट्टिन्छ लेक चढ्न लगाएको गर्मी भयो गर्नु पर्ने रे जाडोले फुक्छ हावाले फुक्छ भने हेलमेट लगाऊ हेलमेट पनि गरुको हुने भयो भारी हुने भयो रुमाल दिन्छ नि एक ठाउँ लुगा छरमै के तपाईँको हेलमेट भयो छोड्दे हाम्रो आमा कस्तो गएन नि बाटो कता अघि बाटो यता पनि छ यता पनि छ त यता हिँड्नु न यता यता हिँड्नु जता धेरै बाटो छ त्यता बाटो थाहा छैन हेर साथीहरू अन्दाज हुँदैन छ कहाँ पुगिने थाहा छैन स्वर्गभन्दा कम छैन यता उता रहेछ बाटो त नि जता देखायो पनि गाह्रो हुने भइगयो छोड्दै त बाटो देखाउँदै हिँड्ने यार कता यार बाटो देखाउने बाटो आफैले बनाउनु पर्छ दाइ हामी दुई महिनाको हालत बाटो भने आफै बनाउने अरूले बनाएर बनिने होइन यहीँ छ त आउनु रुक्न यार